युवा पुस्ताहरूको सहभागिता अलिकति कम भयो कि भन्ने एउटा एक किसिमको एउटा प्रश्न मात्रै अब आइरहेछ। यो प्रश्न स्वाभाविक पनि हुनसक्छ, तर त्यसको प्रतिनिधित्व हामी केही युवा पुस्ताले गरिरहेका छौँ। तर तिथो यथार्थ देशमा के छ भने देशका युवा जनशक्ति कहाँ छन्? कि त देशमै भएका युवा शक्तिले पनि जनशक्तिले पनि ठुलो मेहनत गरेर काम गरिराख्नु परेको छ र बाँकी ठुलोभन्दा ठुलो युवा जनशक्ति चाहिँ कि त विदेश जाने प्रयास गरिरहेका छन्, त्यो तयारीमा छन्, कि त विदेशमा छन्। योभन्दा ठुलो विडम्बना के हुनसक्छ? त्यसको कारणले पनि युवा पुस्ता चाहिँ आज यो लाइनमा अलिक कम देखेको केही सङ्ख्यामा। कतिपयको सिधा बुझाइ चाहिँ के छ भने राजसंस्था भनेको चाहिँ बुढापाका अथवा वृद्धहरूले मात्रै त्यो आस्थावान प्रकट गरिरहेछन्, युवा पुस्ताहरूले त्यो चाहँदैनन् भन्ने तरिकाबाट विश्लेषण गर्ने एउटा तबका पनि छ नि। त्यो भाष्य सिर्जना भइराखेको छ। विशेष गरी आफूलाई अग्रगामी भन्ने केही दलहरूले चाहिँ यो भाष्य सिर्जना गर्न खोजिराख्नु भएको छ। तर पछिल्लो समय तपाईँहरूले सामाजिक सञ्जालमा हेर्नुभयो भने युवा पुस्ताको सबैभन्दा धेरै युवा पुस्ताहरूको पोस्टहरू राज संस्थाको पक्षमा र अहिले पछिल्लो समय यो व्यवस्थाकै विरुद्धमा उहाँहरूको पोस्टहरू छ। र यसरी यस्ता कार्यक्रमहरूमा पनि युवा जनशक्तिको उपस्थिति चाहिँ अहिले बिस्तारै बढ्दै पनि गइरहेको छ। किनभने बिचमा चाहिँ हामीलाई पढाइयो एउटा खालि भाष्य दिमागमा के फिडिङ गरियो भने चाहिँ राजाको कुरा गर्नु भनेको पश्चगामी हुनु हो भन्ने फिडिङ गरियो। त्यही भएर आजको युवा पुस्ता ती कुराहरूलाई भन्न डरायो। तर बिस्तारै यो त होइन रहेछ, उहाँहरूले बुझ्नुभयो, हाम्रो इतिहासको बारेमा बुझ्नुभयो, यो देश कसले बनायो, कसले एकीकरण गर्यो भन्ने कुरा बुझ्नुभयो र हाम्रो धर्म संस्कृति के हो भन्ने कुरा बुझ्नु भइसकेपछि अहिलेको युवा पुस्ता चाहिँ होइन, हाम्रो पहिचान भनेको राज संस्था सहितको प्रजातन्त्र रहेछ, वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र रहेछ र पुनः एकचोटि हिन्दू अधिराज्य पुनर्स्थापना गर्नुपर्छ भन्ने कुराको उहाँहरूले बुझिसकेपछि उहाँहरू पनि अहिले खुलेर बोल्न थाल्नु सक्नु भएको छ।